प्रेग्नेन्सीमा चाहिँ धेरैजसोलाई चाहिँ थाइरोइड देखिन्छ। त्यही भएर कतिलाई चाहिँ भ्रम छ औषधि खाने कि नखाने, किनकि धेरैजसो बिरामीलाई थाहा छ कि तपाईँलाई प्रेग्नेन्सीमा धेरै औषधिहरू खानु हुँदैन। त्यसैमा चाहिँ थाइरोइड तपाईँको औषधि खाने नखाने भन्ने चाहिँ कुरा चाहिँ क्लियर हुनुपर्ने हुन्छ। इभेन कस्तो हुन्छ भने कि थाइरोइड चाहिँ हामीले चाहिँ प्रेग्नेन्सीमा एकदमै कन्ट्रोल गरेर राख्नुपर्छ। इभेन प्री प्रेग्नेन्सी प्लानिङ गर्नुभन्दा अगाडि नै हामीले चाहिँ थाइरोइड कन्ट्रोल, कसैलाई पहिले थाइरोइड छ भनेपछि हामीले एटलिस्ट टीएसएच भन्ने जुन हुन्छ T3 T4 टीएसएच एटलिस्ट हामीले चाहिँ 2.5 भन्दा बिलो राख्नुपर्छ। नर्मल मान्छेलाई चाहिँ हामीले 0.5 देखि 5 सम्म नर्मल भन्छौँ भने प्रेग्नेन्ट लेडीलाई र प्लानिङ गर्नुभन्दा अगाडि नै टीएसएच 2.5 भन्दा तल राख्नुपर्छ। यसो राख्दाखेरि के हुन्छ भनेपछि तपाईँको थाइरोइडले गर्दाखेरि प्रेग्नेन्सीमा चाहिँ बच्चाको फिजिकल मेन्टल ग्रोथमा चाहिँ फरक पर्छ। ओभरअल फर्स्ट ट्राइमेस्टर जस्तै पहिलेको 3 महिनामा चाहिँ टीएसएच 0.1 देखि 2.5 राखौँ भनेर त्यसरी राख्न सक्यो भने कसैले चाहिँ हामीले नर्मल मान्छेले 0.5 देखि 5 भन्यो, इभन 0.2 आउँदाखेरि मेरो थाइरोइड एबनर्मल हो कि भन्ने जस्तो लाग्छ, तर होइन। प्रेग्नेन्सीको लागि त्यो थाइरोइड नर्मल हो। यसले गर्दा फिजिकल मेन्टल ग्रोथहरूमा चाहिँ फरक पर्छ। पछि गएर जुन बच्चाहरूलाई पनि थाइरोइड देखिन्छ, मेन्टली रिटार्डेड हुनसक्छ, फिजिकल ग्रोथ बच्चाहरूको यदि तपाईँको थाइरोइड कन्ट्रोल छैन भने एबर्सन हुनसक्छ होइन। यो सँगसँगै अरू अब यो खुट्टाहरू सोइलिङदेखि लिएर सबै कुराको प्रब्लम हुनसक्छ, प्रेसर बढ्न सक्छ। त्यही भएर चाहिँ तपाईँले चाहिँ थाइरोइड एकदमै कन्ट्रोलमा राख्ने गर्नुहोस्, जसले गर्दाखेरि चाहिँ बच्चा तपाईँको स्वस्थ जन्मिन्छ। नत्र एउटा संसारभरि बच्चा नबस्नुको एउटा मेन कारण पनि थाइरोइड हो र बच्चा एबर्सन हुनुको पनि मेन कारण नै थाइरोइड हो भनेर। त्यही भएर थाइरोइड जति कन्ट्रोलमा राख्न सकिन्छ त्यति राम्रो। हाइपोथाइरोइडिजमलाई हामीले थाइरोक्सिन औषधि चलाएर थाइरोइड कन्ट्रोल गर्छौँ, त्यस्तै हाइपरथाइरोइडिजम भन्ने हुन्छ। कहिलेकाहीँ यो प्रेग्नेन्सीमा गेस्टेसनल थाइरोटोक्सिकोसिस भन्छौँ। प्रेग्नेन्सीको कारणले नै तपाईँको थाइरोइड हर्मोन बढाइ हुन्छ, T3 T4 बढाइ हुन्छ, टीएसएच कम हुन्छ भने। यदि प्रेग्नेन्सीकै कारणले थाइरोइड हर्मोन बढेको हो भने त्यो आफै पनि नर्मल हुन्छ, जस्ट सिम्प्टोमेटिक ट्रिटमेन्ट दिने। कहिलेकाहीँ यो ग्रेव्स थाइरोटोक्सिकोसिस भन्नुहुन्छ, ग्ल्यान्डबाटै हर्मोन बढेको हुन्छ, जसले गर्दाखेरि T3 T4 अलि निकै हाई हुन्छ, टीएसएच निकै कम हुन्छ। त्यस्तो बेलामा हामीले औषधिहरू चलाउने गर्छौँ। थाइरोइड हर्मोन बढेको बेलामा प्रोपाइल थाइरोसिल कार्बिमोजोल चलाउँछौँ, जसले गर्दा हामीले थाइरोइड कन्ट्रोल गरेर राख्नुपर्छ। बिरामीलाई चाहिँ नभएको थाइरोइड पनि प्रेग्नेन्सीमा देखिन्छ। त्यही भएर प्रेग्नेन्सीमा तपाईँले थाइरोइड कन्ट्रोल गर्नुभयो भने पछि गएर कम्प्लिकेसन आउने चान्स निकै कम हुन्छ। किनकि उपचार नगरेको बिरामीलाई त भन्न गाह्रो छ के हुनसक्छ, तर उपचार गरिरहेको बिरामी, रेगुलर फलोअप भइरहेको बिरामीलाई चाहिँ तपाईँको चाहिँ थाइरोइडले गर्दाखेरि आजसम्म हामीले उपचार गरेको भन्दा कुनै पनि बच्चा त्यसरी एबनर्मल जन्मेको छैन भन्ने चाहिँ